के देख्नु भयो यहाँ गर्नुभयो कतिले गर्नुभयो यहाँ मलाई यो कुर्सी राख्दिएको कताको है एउटा ठुलो कुर्सी राख्दिएको रहेछ है श्रम संस्कृतिको व्यवहार के हो भन्ने कुरा बुझ्नुहोस् यो श्रम संस्कृतिको सम्पूर्ण त्यसको जरा हजुर सापाङ नै हो मेरै विचारबाट मेरै तपाईँको चाहिँ अगुवाईमा मेरै नेतृत्वमा बनेको पार्टी हो यो पार्टीले यो संगठनले म सम्पूर्णलाई भन्न चाहन्छु केन्द्रमा रहेका जता जाएका सबैजना यो पार्टीमा कुनै नेता र कार्यकर्ता हुँदैन यहाँ चाहिँ हुन्छ श्री श्रमदाता हुन्छ म पनि श्रमदातै हो त्यही भएर यो टी सर्ट लगाएर आएको यो टी सर्टमा तपाईँले लगाइरहेको श्रमदाताको टी सर्टमा कुनै फरक छ छैन है मलाई त्यस्तो ठुल्ठुलो तपाईँको कुर्सीमा नराख्नु होला म सबैजनाले भन्न चाहन्छु यो हेरेर मार्फत अरूले पनि हेर्नु होला म यहाँ भुइँमै बसेर कार्यक्रम गर्न सक्छु हिलोमा धुलोमा है म नाला सफा गर्ने मान्छे हो त्यसो भएको कारणले गर्दाखेरि श्रम संस्कृतिले सुख भोग गर्दैन श्रम संस्कृतिले तपाईँको जनतालाई अघि सार्छ होइन जनताले खाएको छैन भने हामी खानु पनि हुँदैन है त्यो मान्यता राख्छ म यहाँ सम्पूर्णलाई यो अनुरोध गर्न चाहन्छु र श्रम संस्कृति त्यो खालको चाहिँ एउटा समतामा समानतामा विश्वास गर्ने संस्कृति त्यो खालको संगठन त्यो खालको राजनीतिक दल नै भनौँ अब बनिरहेको कुरामा जानकारी गराउन चाहन्छु हामी बदलिने छैनौँ म तपाईँहरूलाई भनौँ हामी बदलिने छैनौँ तर हामी बदलाव ल्याउनेछौँ will not change but will bring the change हामी परिवर्तन ल्याउन आएको मान्छे हो त्यसले गर्दाखेरि भोलिको दिनमा हामी आफै परिवर्तन भएर तपाईँको सुकिलो मुकिलो कुद्ने मान्छे होइन धरानको महानगरपालिकामा चुनाव जितेको करिब 4 वर्ष भइसक्यो जुन दिनदेखि मैले चाहिँ तपाईँको त्यो कुर्सी सम्हाले त्यो दिनदेखि नै तपाईँ मलाई हेर्नुहुन्छ धुलो र मैला फाटेको कटु र चप्पल लगाएर कुदिरहेको छु छैन त्यसले गर्दाखेरि यही जीवनशैलीमा हामी सधैँभरि सादगीका साथ अगाडि बढ्ने कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु हामी भ्रष्टाचार गर्दैनौँ हामी सुख भोग गर्दैनौँ हामी यो देशको माटोमा दुःख पनि यही देशको माटोमा सुख हुन्छ भने पनि यही देशको माटोमा हामी अगाडि बढ्नेछौँ यहाँ सबैजनालाई त्यो भन्न चाहन्छु हामीलाई विकास चाहिएको छ त्यहाँ पर बस्ने साथीहरूलाई विकास चाहिएको छ कि छैन हौ छ भने यसो गरिदिनु न हो है यहाँ सुन्नुहोस् है विकास हामीलाई चाहिएको छ तर विकास कहाँ हुन्छ विकास तपाईँको यहाँ छातीबाट सुरु हुन्छ यहाँबाट सुरु हुन्छ चेतनाको विकास नै सही विकास र वास्तविक विकास हो आदरणीय दाजुभाइ दिदीबहिनीहरू र श्रम संस्कृतिले ल्याउन चाहेको विकास भनेको त्यही क्रान्तिकारी विकास हो एउटा ठेकदारले बनाउने बाटोमा कुनै पनि किसिमको चेतनाको कुरा हुँदैन त्यो ठेकदारले 1 रुपियाँको 2 रुपियाँ कसरी कमाऊ भन्ने मात्रै उसको धाउन नै हुन्छ तर तपाईँले त्यस्तै बाटो है अर्को ठाउँमा श्रमदानबाट बनाउनुहोस् न हजारौँ हजार मान्छेहरू त्यहाँनिर ढुङ्गा बोक्न आयो भने त्यो ढुङ्गा बोक्न आउने मान्छेहरूमा देशप्रतिको भावना देशप्रतिको चेतना देशप्रतिको भक्तिभाव बढेर जान्छ र देशलाई माया गर्ने चेतना नै वास्तविक चेतना भएको कुरा म यहाँहरू सम्पूर्णलाई जानकारी गराउन चाहन्छु त्यो वास्तविक चेतना त्यो वास्तविक विकासका लागि ताप्लेजुङ तयार छ त श्रमदाताको रूपमा सबैजना काम गर्न आउनु होला बोलेर हुँदैन काम गर्नुपर्छ सबैजना फिल्डमा आएर काम गर्न इच्छुक सबैजना जोडेर आउँदा हुन्छ अब टेबलमा बसेर भाषण दिनेले मात्र काम भएन यसरी खटेर माटोमा चाहिँ भिजेर काम गर्नुहुन्छ भने श्रम संस्कृति पार्टीमा सबैलाई स्वागत छ आइदिनु होला श्रम गर्न जोडिनु होला यदि त्यसो भनेदेखि हामी साँच्चै नै श्रमको संस्कृतिमा यो अभियानमा हामी जोडेर सक्छौँ यहाँहरू सबैजनालाई म हार्दिक धन्यवाद दिन चाहन्छु अब म धेरै बोल्दिन यति नै धेरै कुराहरू छैन संस्कृतिको बारेमा होइन हामीलाई थाहा छँदैछ संस्कृति बनाउनका लागि हाम्रो पुर्खालाई हजारौं वर्ष लागेको थियो तर हामी यस्तो नालायक बनेछौँ हाम्रो पुर्खाले 100औं वर्ष हजारौं वर्ष लगाएर बिराइदिएको बारी माथि लेकदेखि तल बेसीसम्म खोलासम्म खोलादेखि माथि डाँडासम्म त्यतिखेर न डोजर थियो न ट्र्याक्टर थियो न के थियो है हातले बिराइदिएको बारी हामीले आज छोडेर बाँझो राखेर हैन चामल चाहिँ तपाईको चाहिँ विदेशबाट आयात गरेर खाने खालको नालायक बन्यौ फिल्मको पवित्र माटो छोएर फिल्मको पवित्र माटोलाई छुएर यो देशको पवित्र माटो छोएर यो देशको पवित्र माटोलाई छुएर यो देशको माटोलाई साक्षी राखेर यो देशको माटोलाई साक्षी राखेर यो देशलाई यो माटोलाई वचन दिन्छु कि यो देशलाई यो माटोलाई वचन दिन्छु कि श्रम संस्कृति पार्टीको विधानलाई पालना गर्दै श्रमदानको महाअभियानमा राख्दै यो देशको स्वाधीनता भौगोलिक अखण्डता सांस्कृतिक विविधता सहितको राष्ट्रिय एकता र सार्वभौम सत्ता बचाइ राख्न जस्तोसुकै कठिन परिस्थितिमा पनि सदैव तत्पर रहनेछु हाम्रो जिम्मेवारीमा रहेको
कर्तव्य पुरा गरी छाड्नेछु कर्तव्य पुरा गरी छाड्नेछु एउटा सच्चा एउटा सच्चा स्वाभिमानी स्वाभिमानी देशभक्त